नमस्ते सबैजनालाई। मैले अगाडि भिडियोमा चाहिँ कल्याण मित्रको बारेमा भनेको थिएँ। आज चाहिँ शरण गमनको बारेमा भन्न गइरहेको छु। शरण गमन चाहिँ हाम्रो बुद्ध धर्ममा पसिसकेपछि शरण गमन चाहिँ जसरी पनि गर्नुपर्ने हुन्छ त्यसै गरी यो अनि बोधिसत्वको सिल लिँदाखेरि पनि शरण गमन चाहिँ गर्नुपर्ने हुन्छ। शरण गमनको श्लोक चाहिँ कस्तो छ भन्दा, र यहाँ खोर चोर चिङ भए आफू पनि यो संसारको भाव चक्रमा कैद भएरको बेला झिक्थ्यो लै सुसिक्यौँ अर्ने संसारिक देवताहरूले जस्तै अनि शिवहरूले कृष्णहरूले चाहिँ शरण गमन दिन सकिन्न भन्छ। अनि देशिर गाउँलाई क्याप्न मिल्यो। त्यसै गरी कसलाई शरण गमन गर्दा चाहिँ राम्रो हो भन्दा चाहिँ पुञ्चो क्याप्टो घ्याल्सेलालाई त्रिरत्नलाई अनि शरण गमन गर्नु चाहिँ अनि बोधिसत्वको अभ्यास हो भन्छ।